निर्यात गर्नुपर्छ भन्दै गर्दाखेरि तपाईको धारणा चाहिँ के हो? निर्यात कहाँ गर्ने विदेशमा बाँदर विदेशको बाँदर चाहिँ कहाँ यता लिएर आउनु फेरि होइन यहाँबाट बाँदर होइन बाँदरको चाहिँ यो हाँस्ने कुरा होइन किनभने कृषकहरू प्रत्येक कृषकहरू चाहिँ 77 जिल्लामै कृषकहरू रोएर बसेको अवस्थामा छ किन भन्दा चाहिँ यो बाँदर बँदेल ले चाहिँ कस्तो भन्दा चाहिँ एकदमै आतंक फैलाइरहेको छ यो मलाई पनि थाहा छ तर यसको व्यवस्थापन मार्नु चाहिँ होइन यसलाई चाहिँ हामीले दीर्घकालीन चाहिँ उपायबाट चाहिँ यसको व्यवस्थापन गरिनुपर्छ र राज्यले यो कुरालाई चाहिँ ध्यान जाओस् भनेर भोलि मैले बाँदरको विषयमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा चाहिँ मैले एक पाना लेखेर लिएर आएको छु र म समय माग्दैछु हाम्रो सचेतकज्यूसँग त्यो भनेर भन्न चाहन्छु अरू भन्नु खास यसको चाहिँ यो अब यो हामीले बाँदरलाई हाम्रो परापूर्व कालबाट बाँदरलाई तर्साउने काम पनि भइसक्यो बाँदरको त्यो पटका पड्काएर तर्साउने त्यो कुरा नि भइसक्यो हरेक कुरा तर्सिसक्यो यहाँ बाँदर तर्सिँदैन तर जनता चाहिँ तर्सिने अवस्थामा छ कि अब मैले नमार भन्ने पनि अब मार्ने अवस्थामा उपाय नै केही नभएपछि त त्यो अन्तिम अवस्था आइसक्यो त्यसैले म सरकारलाई के ध्यान आकर्षण गर्न लाउँछु भने यसको दीर्घकालीन समस्याको समाधान भनेको चाहिँ यसलाई चाहिँ इलेक्ट्रिकल सोलरले यो घाम त यतिकै यसको खेर गइरहेछ घाम यसरी लगाइरहेछ नि होइन यसको चाहिँ प्रयोग हुनु पर्यो सोलरबाट चाहिँ लो भोल्टेजमा चाहिँ तपाईँको तारबार गरिनुपर्छ त्यो तारबार गर्दाखेरि के हुन्छ भन्दा चाहिँ यो दुख्यो फेरि अनि त्यसपछि यो तारबार गर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ तपाईँको लो भोल्टेजको सोलर सिस्टमबाट चाहिँ मर्दैन त्यो जनावरहरू मर्दैन उनीहरू एकछिन बिहोस हुन्छन् अनि एकछिन बिहोस भएपछि नेक्स्ट टाइमबाट उनीहरू त्यो रिपिट गरेर चाहिँ त्यो जनावरहरू बाँदर बँदेलहरू त्यो नजिक वरिपरि जानै मान्दैन तर्सेर के उनीहरू डरले त्यो किसिमको डर चाहिँ पैदा गर्ने भनेकै सोलर चाहिँ फेन्सिङ भन्छ यसलाई चाहिँ तपाईँको इङ्ग्लिसमा अथवा इलेक्ट्रिकबाट पनि हामीले चाहिँ गर्न सकिन्छ इलेक्ट्रिकल फेन्सिङ पनि भनिन्छ त्यसरी चाहिँ हामीले चाहिँ यो मैले 15 वर्ष म जर्मनी बस्दाखेरि चाहिँ प्रत्येक फेरि यहाँ धेरै नेपालीहरू त धेरै बाठो हुनुहुन्छ नि यो कुरामा त फेरि होइन एकदमै तँलाई थाहा छ नेपालको भूगोल चिनेको छस् भने चिनेको छ आशिका तामाङले नेपालको भूगोल मजाले चिनेको छ नेपालको भूगोल भनेको पहाडी इलाका मात्रै होइन नेपालमा तराई छ जहाँ गर्न मिल्छ एटलिस्ट त्यहाँ त सुरुवात गर्नु पर्यो नि त तराईमा मिल्छ भित्री जुन मधेसहरू छ त्यहाँ गर्न मिल्छ पहाडी